वनलाई कुवाएर सिनोले खुवाएर इकोलोजी बचाउनेको नाममा रिसोर्स जति कुवाएर राखेको छ र चाइना र मलेसियाबाट करिब 3-4 खरबको चाहिँ हामी यो काठका प्रोडक्टहरू फर्निचरहरू इम्पोर्ट गर्छौं वनलाई कुवाएर। त्यसलाई प्रोडक्टिभ सेक्टरमा कसरी चाहिँ त्यसलाई चाहिँ उसमा देशको इकोनोमीमा कसरी कन्भर्ट गर्नेको भन्ने कुरै छैन। आज एउटा वन काट्नु र म मन्त्रीको हैसियतले भन्दा मलाई त्यति हिचकिचाट छैन, अहिले पनि चेन्ज भएको छैन। आज एउटा वन काट्नु र मान्छे काट्नुमा वन काट्नलाई धेरै गाह्रो छ। 5 वर्षमा एउटा रुख काट्न गाह्रो छ। यस्ता ऐन कानुन राखेर देश विकास हुँदैन। सबै कुरा चेन्ज गर्नुपर्छ। आगामी दिनमा नयाँ लिडरसिपले यो सबै कुरा चेन्ज गर्नुपर्छ। यसको मतलब इन्भाइरोमेन्टलाई हामीले नेग्लेक्ट गर्ने भन्ने होइन, यसलाई देश विकासमा लगाउनु